गर्न आँटेको छौँ हाम्रो सुरु स्टार्टिङपट्टिबाट त्यस्तै गरेर हाम्रो स्लट नम्बर 1 मा रहेका छन् जिएम स्पोर्टको टिम त्यस्तै गरेर स्याडो अहिलेसम्म ब्याटल इङ्गेज गरिएको छैन नभन्दै टिडीको टिमहरू पनि अगाडि बढ्दैछन् टिडीको ओबिटो आर्यन अनि त्यस्तै गरेर चाहिँ वाइडब्ल्युसीको मेरो ह्याकर मात्रै 16 म्यानमा कन्भर्ट रहेका छन् भने छिटै नै रिभाइभ हुन्छ नभन्दै वाइडब्ल्युसीको प्लेयरहरू पनि छिटै रिभाइभ भइसकेका छन् डब्लुएफको टिमहरू अझै बढी ब्याटल इङ्गेज भएको छ बीको डब्लुका साथै यहाँनेरि योगी टेनको यहाँ मिटो नक त थियो बट अब टिममेटको सपोर्टद्वारा यहाँनेरि डब्लुटिएफका केएफसी यहाँ नक आउन सक्छ नि त टिमलाई वाइप गरिएको छ युबिएक्सको टिमलाई सरी वाइप गरिएको थियो बट उनीहरू रिभाइभ पनि छिटै नै भए मेबी मिलमा यहाँनिर आफ्नो रोटेसनको साथमा सेफली ल्यान्ड गरिएको छ युएनको टिमको कुरा गर्ने आइसको खातामा स्टार्टिङमै 2 किल फेरि पनि आइसको सायद ब्याटल म्यानेज गर्न सक्छ आइस अगाडि बढ्दै तामाङको सपोर्टको साथमा सिलवालको ब्याक सपोर्ट तामाङलाई नगरियो आयुषको रिभाइभ नभन्दै अगाडि गुरुङको स्न्यापिङ सट नभन्दै स्न्यापिङको मिठो सपोर्ट अर्को डाउन हुने सम्भावना बट साइडमा अर्कोपट्टिबाट सायद के गर्ला नि त आयुष गुरुङ 1v1 को सिचुएसन स्न्यापिङ सट एक नकआउट सायद छिटै नै ब्याकपट्टिबाट सपोर्ट मिल्न सक्छ त आयुष पनि गेमको ब्याटल म्यानेज भएको देख्न सकिन्छ सिलवालको सर्ट सिलवाल फेरि पनि नक गुरुङको स्न्यापिङ नभन्दै टिमलाई वाइप गरिएको छ अनि स्लट नम्बर 9 लाई इजिली वाइप गरियो स्टार्टिङमै स्लट नम्बर 10 पनि वाइप भएको छ भने अब टीको टिमलाई स्टार्टिङमै हामीले टिम नो फियरको गेम चाहिँ अघि नै हामीले देख्नै पाएनौँ बट यहाँनिर 2 किल 4 किलको साथमा टिमले वाइप गरिएको छ पुरै स्क्वाडलाई नभन्दै एलएको टिम पनि खाता खोल्न अघि नै 2 किलका साथमा हाम्रो ग्राभेट साइडपट्टि ब्याटल यहाँ लिएको छ एलए जेनोक्स फ्लासी फिनिक्स सरी अब चाहिँ मलाई फिनिक्सको नाम याद हुन्छ है छिटै नै नभन्दै ब्याटल म्यानेज भएको छ जेनोक्सको पनि सायद मेबी किल निकाल्ने चान्स त छ बट के कस्तो गेमहरू अगाडि निकालिएला जोनको तपाईँ टीको टिमपट्टिबाट पनि अगाडि बढ्दैछन् सायद तामाङ पनि युएनको टिमको आयुषलाई नक गरियो सायद कि रिभाइभ गर्न सक्ला नि त 1v2 को सिचुएसन गुरुङ 16 म्यानमा कन्भर्ट हुन सिचुएसनमा पर्छ बट गुरुङलाई पनि गाह्रो सिचुएसन छ गुरुङको स्न्यापिङको साथमा 1v2 को ब्याटल लिनै पर्छ मेबी के कस्तो गर्ला नि त स्न्यापिङ भर्सेस स्न्यापिङ सायद रस आउने सम्भावना नभन्दै गुरुङलाई पनि नक गरियो गुरुङलाई कतापट्टि नक गर्यो जिएमको टिमको कुरा गर्ने जिएमको टिम अझै पनि ब्याटलमा इङ्गेज भएको देख्न सकिँदैन स्लट नम्बर 1 टिडीको टिमको पनि 16 म्यानमा ओबी2को मात्रै किल रहेका छन् त्यस्तै गरेर डब्लुएफको टिमको पनि 3 किल एन्ड सबभन्दा हामीले चाहिँ हाइएस्ट किल पोइन्ट जसले निकाल्छ युएनको टिमको 16 म्यानमा कन्भर्ट रहेको छन् सर मेबी यहाँनिर तामाङलाई गाह्रो सिचुएसन पर्न सक्छ के गर्ला नि त तामाङले टीको टिम टीलाई देखाउनु पर्ने अरे च्याट बक्स पनि म पढ्न गइरहेको छु के कस्तो क्वालिटी माइकको क्वालिटीहरू के कस्तो चाहिँ इम्प्रुभ गर्ने चिजहरू मलाई भन्नु ल डार्क पार्ट हेलो हेलो हजुर हजुर डिस्कर्डमा आउनु डिस्कर्डमा तिम्रो ठुलो साउन्ड सुनिन्छ ल ल के कस्तो अगाडि गेमहरू निकाल्न सक्छ नि त युएनको टिमले आफ्नो 16 म्यानमा कन्भर्ट भए तापनि ब्याटल त अगाडि नै रोजिएको थियो किल पोइन्टहरू पनि निकालियो बट के गर्ला नि त अब सायद रिभाइभ हुने चान्स युबिएक्सको टिमको अहिलेसम्म खातामा छैन टीको टिमलाई हामीले देखाउनु पर्ने थियो टीको टिमको दादा पनि अगाडि बढ्दैछन् बट नोफीले यहाँनिर रिभाइभ गर्न सक्छ नि त नोफीको रिभाइभ M4XO पट्टिबाट ब्याटल रिच गरिएको छ कि यो सिचुएसन गाह्रो पर्न सक्थ्यो बट अबको सिचुएसनमा टीको टिमले कसरी आफ्नो सिचुएसन ह्यान्डल गर्न सक्छ नि त मेबी ब्याटल पर्न सक्छ दादाको ब्याटल रोजियो एक बका बक्सा डाउन गरियो 16 पछि 16 को बीचमा त गाह्रो सिचुएसन पर्छ बट यो फोकस राउन्ड हो नो फिर अगाडि बढ्दै दादाको ब्याकपट्टिबाट सपोर्ट नभन्दै अर्को पनि डाउन हुने सम्भावना आज दादापट्टिबाट फेरि पनि एक नक निकाल्यो मेबी यहाँनिर अर्को टिम पनि फेरि पनि थर्ड पार्टी लिने कोसिस त गरिनेछ सायद के कस्तो किल यो ब्याटको अरे फेरि पनि दादाको अर्को किल निकाल्ने सम्भावना ब्याकपट्टिबाट स्न्यापिङ सपोर्ट के गर्ला नि त टीको टिमपट्टिबाट यो पालि ब्याटल पोइन्ट ब्याटलको हिसाबले कुरा गर्ने हो भने अपोनेन्टपट्टि मध्येमा चाहिँ 2 म्यानमा कन्भर्ट गरिसकेको छ 2
प्लेयर इलिमिनेसनको साथमा के कसको गेम निक्लिन सक्छ त टीको टिमपट्टिबाट एलेको टिमले अझैसम्म ब्याटल रोजिएको छैन। लास्ट स्लट नम्बर रहेका छन् 9 एन्ड 10 नम्बर स्लट अघि नै गेम स्टार्टिङमा वाइप भएको छ। युएनको टिमपट्टिबाट रिभाइभ हुने चान्स त थियो बट के कसरी रिभाइभ गर्ला त आफ्नो टिमलाई। युबिएक्सको टिम पनि अझै पनि ब्याटलमा रोजिएको छ। वेटलाई म अलिकति डिस्कर्डमा जान्छु, डिस्कर्डको भिसीमा एडमिन भिसीमा जान्छु र। हेलो 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 आवाज आयो? पाठ आवाज आयो? कुन टिमलाई हेर्दैछौ भन त? हाम्रो जिएमको टिमले पनि अझैसम्म ब्याटल रोजिएको छैन बट ब्याटल चाहिँ छिट्टै रोजिने चान्स चाहिँ छ है। जोनको पास पनि जोन पनि सानो हुँदैछ। रोटेसन पिक साइडबाट निक्लिनुपर्छ सायद पक्कै पनि। यहाँनिर एउटा मिठो ब्याटल त रहनेछ। टिडीको टिमको यहाँनिर हामी देख्न सक्छौँ मिलमा एकदमै के गर्ला चाहिँ 100 पट्टिबाट ग्रेनेड सर्ट नभन्दै ग्रेनेडको नक हुने चान्स त छ बट अरे 82 को ड्यामेज के कस्तो गर्ला स्काइलर सर्ट एलेको पनि पछाडी रहेछ नि। ओबिटोको सर्ट थियो बट ओबिटोको फेरि पनि 1 किल खातामा हुँदै स्लट नम्बर 2 पट्टिबाट 3 किल। एन्ड एलेको टिमको ब्याटल हुँदैछ। टीको टिम त राम्रै प्रदर्शन गरिरहेको थियो बट अघि नै वाइप गरिसकिएछ। मैले देख्नु पनि पाएन यार योपालि। एलेको टिमपट्टिबाट हामी देख्न सक्छौँ सुडुओ 2 किलको साथमा अघि त बढ्दैछन् बट के कस्तो निकाल्न सक्छन् त भन्ने कुरामा आउँछ। सेकेन्ड म्यापबाट आउँछु। सेकेन्ड म्यापबाट आउन कहाँ छ? डुप्लिकेट युएनको फुल फर्म के हो अरे? डुप्लिकेट युएनको फुल फर्म मैले पनि फुल फर्म अघि मैले पनि थाहा पाइनँ होइन। युएनको फुल फर्म चाहिँ युनिट 9 अरे। मनी युनिट नेपाल के थियो? युनाइटेड नेपाल के थियो होइन केटाहरू टिम हो त्यो सम्झिरहेको थिएँ बट युनिट 9 रहेछ। अन्टी 9 हो कि युएनआइटी 9। युएनको 4 जनालाई भइसकेका छ। सायद मेबी गुरुङलाई नक गरियो। आयुषपट्टिबाट फेरि पनि किल निक्लिने चान्स थियो बट यहाँनिर आयुष सर्भाइभ गर्न सकिएन। तामाङ अगाडि बढ्दै 2 किलको साथमा सिलवाल पनि अगाडि सायद मेबी ब्याटलमा इङ्ग्लिस छिटै नै हुनेछन्। एलेको टिमको कुरा गर्ने भने ब्याटल रोजिएको छैन बट एलेको टिम भर्सेस जिएमको टिमको बिचमा चाहिँ ब्याटल पर्न सम्भावना छिटै नै रहन्छ। पिक पाथपट्टिबाट नजिकै एलेको टिमलाई हेर त पाठ केही भन त। अब कास्टिङ गरेर त थोरै पानी खानु पर्यो। तिम्रो टर्न यो टर्न। हाम्रो जिएम इगल हुनुहुन्छ हाम्रो सेकेन्डरी होस्टमा। स्टार्ट। एलेको टिमले राम्रै प्रदर्शन गरिरहेको छ अगाडि पनि तर यसको मोटोमा लाइक नेक्स्ट रेक राम्रै छ। एलेको टिम पनि युएनको टिम 2 जना मात्रै सीमित रहेका छन् भने टिडीको टिमले अहिलेसम्म सबैभन्दा बेसी किल निकाल्दै जिएम र उयसलाई हेर न 2 जनाको ब्याटललाई। स्याडोको नक गरियो। स्याडोको फेरि पनि अर्को किल निक्लिने चान्स छ बट भाइबरिदा अगाडि बढ्दै आकुनको सपोर्ट पनि 2v1 को सिचुएसनको ब्याटलमा जिएमको टिमपट्टिबाट जिएम स्पोर्टको टिमपट्टिबाट के कस्तो निक्लिन सक्छ त? अगाडि रसको साथमा अगाडि बढ्दै 2v2 को सिचुएसन सरी फर अरे लन्च प्याडको युज गरियो। 2 प्लेयर्स बाहिर त निक्लिएका थिए भने बट फेरि पनि अर्को प्लेयर पनि बाहिर निक्लिने चान्स रहेको छ। सायद स्याडोपट्टिबाट 3 जनालाई निक्लिएको छ। अब यो सिचुएसन गाह्रो पर्न सक्छ। जोनको कन्डिसनको कुरा गर्ने हो भने एलेको टिमलाई अलिकति बेनिफिट रहेको छ जिएमको टिम लाई भन्दा बट के कस्तो गर रोजितको अगाडि साथमा नभन्दै जेनक्स पनि नक गरियो। मेबी टिममेटको रिभाइभ र सपोर्टको साथमा के कस्तो जिएमको स्क्वाडले के कस्तो गर्न सक्ला नै त। आकुन सोलो डुओ म्यानमा कन्भर्ट भइसकेको छ। स्याडो एन्ड आकुन जिएम आकुन एन्ड स्याडो आकुनको अलिकति तर्फ प्रोगन सर्ट नभन्दै के कस्तो गेम निक्लिन सक्छ त जिएम आकुनलाई। सिचुएसन अनुसारमा गाह्रो छ। स्याडोको पनि स्न्यापिङ
अकुन्टेड एलेको टिमले एलेको टिमलाई जिएम पट्टिबाट वाइप गरिएको छ है। जिएम स्याडो तर्फबाट 16 म्यानमा कन्भर्ट रहेका छन्। लास्ट इनिमी 1v1 को सिचुएसनमा जिएम स्याडोले इलिमिनेसन गर्दै टिम वाइप गरिएको छ। सिंगल किल 3 किल जिएम पट्टिबाट। के कस्तो छ त जिएम इगल हाम्रो साथी? जिएम हाम सही आज पहिलोचोटि हाम्रो टिमको खेला अलिक ब्याटल रोजेर खेलेका छन्। त्यति नै हो, म त केही कस्तो लागिरहेछ? आज अलिक ह्याप्पी जस्तो फिल भइरहेछ क्या, केटाहरूले गर्छन् भन्ने जस्तो चाहिँ फिल भइरहेछ। ब्याटल गर्न देख्न सकिन्छ। अरेन्जको पनि के कस्तो गेम निकाल्न सक्छ। मिलको माथिको पासमा रहेको थियो, बट टी100पट्टिबाट नक गरियो। सायद रिभाइभ गर्ने चान्स त छ, बट ओबिटीको पनि ब्याटलमा इन्गेज। ओबी1 को सिचुएसनमा टिम इलिमिनेसन गर्ने समय युबिएक्सको टिमसँग ब्याटल परिँदैछ। अरे युबिएक्सको टिमले टिम वाइप गरिएको हो त। बकाबक प्लेयरहरू त इलिमिनेट हुँदैछ नि त हो। 3 म्यानमा कन्भर्ट रहेका छन्। 7 नम्बर स्लट युबिएक्सको टिम, नभन्दै युएनको टिम पनि सिल्भर 16 म्यानमा कन्भर्ट। के कस्तो थर्ड पार्टी निक्लिन सक्छ नभन्दै जिएम स्याडोको। अरे स्याडो दुईचोटि टिम वाइप गरिसकेको छ 2 टिमलाई। बट यो चिजको थर्ड पार्टी पनि भए तापनि सरी एलेको टिमलाई चाहिँ निकालिएको थियो। बट 1v1 को सिचुएसन फेरि पनि जिएम स्याडो पर्व के कस्तो निकाल्न सक्छ नि त। अरे स्याडो जिएमको टिमलाई के भन्न चाहन्छु साथी? अरे दामी स्याडो दामी। अहिलेको सिचुएसन अनुसारमा ग्राइन्ड अलिकति राम्रो। आज डे 5 कि डे 4 हो साथी? डे 5 होइन, डे 5 मध्येमा आजको जिएमको टिममा जिएम स्याडोले एक मात्र प्लेयरले अलिकति राम्रो पर्फर्मेन्स गरिएको छ। कस्तो पर्फर्मेन्स गरिएको छ? स्नाइपर प्लेयर टिडीको टिमपट्टिबाट नै राम्रो पर्फर्मेन्स आयो। ओबिटो प्लेयरहरू एकाएक राम्रो सिचुएसनमा अगाडि खेलिरहेछन्। बट युबिएक्सको 16 म्यानमा कन्भर्ट के कस्तो गर्ला नि त। युबिएक्सको 1v4 को सिचुएसन बोया निकाल्ने त टिडीको प्लेयरपट्टिबाट नै हो, नभन्दै टिडीको प्लेयरपट्टिबाट बोया। यो म्याच एकदमै इन्ट्रेस्टिङ एन्ड दामी एक्साइटेड पनि भएको थियो। टिडीको टिमपट्टिबाट एकदमै राम्रो रिस्पोन्स आयो। टिडीको टिमपट्टिबाट एकदमै राम्रो गेम नि गरियो। के कस्तो गेम चाहिँ अब हामीले रिजल्ट अगाडि नै देख्न सक्छौँ। छिटै नै तपाईँहरूलाई प्र्याक्टिस रुमकोमा पनि तपाईँहरूलाई रिजल्ट देखाइनेछु, देख्न सक्नुहुनेछ। टिडीको टिमपट्टिबाट टोटल किलको कुरा गर्ने हो भने 14 किलको साथमा एन्ड